खबर निकै छौ हो निकै छौ यहाँ छ अङ्कल भाइ ठिक छ ओ माई गड ओ यार मोबाइलवाला मालिक यहाँ रहेछ आए गाइस यो हेलो गाइज वेलकम ब्याक टु माई ब्लग अनि आजको ब्लगमा हजुरलाई स्वागत छ म अनि संसारमै हजुर पनि संसारमै हुनुहुन्छ भनेर आइरहेछ ल टक्क अहिले चाहिँ हामी चाहिँ कहिले भइसक्यो चाहिँ 3 साढे 3 भइसक्यो म टक्क अहिले बिहान कलेज गएँ कलेजबाट आएर चाहिँ नि टक्क सुतेको रहेछु अनि सुतेर भर्खरै उठेको त्यही भएर चाहिँ अहिलेदेखि स्टार्ट गरिदिएँ म ब्लग मेरो डेको ब्लग न्यू ब्लग अनि मेरो फर्स्ट ब्लगमा चाहिँ फर्स्ट हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि अनि लाइक कमेन्ट सब्सक्राइब गरेर अनि बेल आइकनलाई दबाउन नबिर्सिनु होला म चाहिँ अस्ति त्यो भनेको थिएँ नि त्यो यो चाहिँ के अरे पङ्खाको चाहिँ त्यो सेल चाहिँ मैले निकालेको थिएँ अनि त्यो आज चाहिँ फिटिङ गर्नु गइरहेको छु अब त्यहाँ जान्छु अन्त यो सेलहरू फिटिङ गरिदिन्छु अनि चल्छ कि चल्दैन कस्तो हुन्छ हेरौँ म लागेँ आफ्नो जुन ठाउँ जानुपर्ने आफ्नो डेस्टिनेसनतिर मम्मीहरू त बाहिर काम गर्दै हुनुहुन्छ म चाहिँ अलि भित्रै छु गर्मी पनि लास्ट भएर चाहिँ हेर बाहिर त निस्किनै सकिँदैन गाइस अब हामी आइजाउँ आफ्नो डेस्टिनेसनमा मजाले जानुभएको थियो मम्मी पनि यो गाउँहरू बताइरहेछ बाहिरको नजारा बाहिर त लास्टै गर्मी छ हो गाइस अझ मजै पुगिहाल्छ अब एकछिन पछि टक्कै कामसाम गरेर के कस्तो छ हेरौँ कस्तै गराउने यही पङ्खा बनाउनु पर्ने लास्टै फोर्छ सफा नै गरेर अब यसलाई म जोड्छु सेलहरू चाहिँ एउटा छ दुईवटा छ नि एउटा चाहिँ यसकै पुरानो सेल हो एउटा चाहिँ नयाँ सेल हो हुन्छ कि नहुने जुन पङ्खा चाहिँ भनेको थियो नि त्यही पङ्खालाई अझ सरसफाइ भइरहेको यसको धोइँदै यो सेल हालेको चाहिँ चलेन है पुरानो सेलले खै पङ्खा नै खराब भएर रहेछ भुइँ लगेर पङ्खा नै बनाइन्छ साफ भइरहेछ पङ्खाको यो सेल हालेको चाहिँ भएन यो सेल हालेको भएन त्यही हो ब्लग ब्लग पंगा फोर भाई क्या बोलता अनि कोहली क्या भन्ने हो भएर हाम्रो माइजू बाख्रा चराउन गइरहन् ब्लग हेर्दैन त मेरो तान्यो 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 भुन्टी भुन्टी त आजकलको भुन्टी मात्रै चल्यो नेपालमा भुन्टी भन्ने मात्र चलेको छ नेपालमा अरू त यस्तै हो गर्मी पनि लास्टै बढ्यो वैशाखमा त्यस्तो गर्मी छ झन् जेठतिर कस्तो होला यो चोट त उहिले त मार्छ फिक्स हो बर्खामा चाहिँ मर्छ मान्छे यस्तै गर्मी भयो त होइन तिम्रो के भयो त अनि के अरे 11 गते एक्जाम हुने भयो फिक्स छ क्यान्सल पनि हुनसक्छ नि त उसले एनएबीले हाले होइन तिमीहरूको नोटिस हाले होइन अब हाल्छ होला एनएबीले नोटिस हाल्छ होला त्यही भएर यस्तो गाई चाहिँ गाउँबाट चाहिँ यस्तै छ हाम्रो लास्ट गर्मी यार लास्ट एकदम गर्मी छ के भन्नु लास्ट है मान्छे त मर्छन् हो यो गर्मीले त यति साह्रो भयो भने 4 वर्ष कि अझ गर्मीको ढल्या छैन हाम्रो बजै गाउँ कलाउँदै ल बजैले गाउँ कलाउँदै सके कोही होइन
अरू अझै सन्चै भए सन्जय हुनु पऱ्यो नि सन्च अब घाममा काम गरे आउँछ भने कहाँ सन्चो हुन्छ त कहाँ घाम काम त अहिले उठेर आयो अनि त सेतो भइगयो अनि अब तपाईँ त्यहाँ यसै लाल्ला हुने हो कि कहाँ पढ्दै हो म पढ्न जान्छु त बिहान कहाँ सिएमसी जान्छु त राजपुर म सिएमसी पढ्न जान्छु त राजीव न चौमलाको माथि त्यो ठ्याक्कै के भन्छ त त्यो माघी नै ठ्याक्कै चौमला हल्का माथि हो धेरै टाढा पनि होइन पुल्लो यतै गाई यसलाई के भन्छ कालो कालो छ के हो चुक्न नेपाली खाने चुक्न यति धेरै बनायो बनाउने मास्टर न्युता चुक्न कति धेरै धेरै खुर्सानी हालेको क्या हो टेस्टी हुन्छ कस्तो हुन्छ टेस्ट खतरा रियाक्सन लास्ट पिरो छ हो के खुर्सानी हालेको उस्तोवाला धुलोवाला लास्ट पिरो छ हो गाइस लास्ट पिरो आँखाको आँसु आउला जस्तो छ म त खाँदैन धेरै पिरो पहिला जाउँ भयङ्कर पिरो बनाएर चाहिँ कति धेरै हालेर चाहिँ हट चुक्दुङ खुर्सानी बनाएको यति पिरो बनाएको है लास्ट खान नसकिने निकाइ छौ ओ निकाइ छौ क्या छ अङ्कल ए क्या छ प्रकाश भाइ ठिक छ ओ माई गड यहाँ बाख्रा काटिरहेका छन् ओ यार मोबाइलवाला मालिक यहाँ रहेछन् आए गाइस यो हो नि त असली नेपाली पाना वीर गोर्खालीहरूले यहाँ दमदार साथ तयार गर्दैछ यो हो नि त असली पाना यहाँ सरसफाइ कार्यक्रम पनि चल्दैछ ओ बुहारी छिटो गर हो ठिक छ यतिको काम गर्नुपर्छ घरमा के हो यहाँ के भइरहेको छ के गर्यो बहिनी तिमीलाई भन के गर्यो हातपात गर्यो ए रोक रे रोक यो ढेले यसको नाम प्रकाश होस् हजुरहरूले चिन्नु नै भएको होला यसलाई ढेले भनेर ए गर्छु त यो त यो मेरो नेपाली पुर्खादेखिको चलिआएको भ्लग के छ त गाइस हामी यस्तै छौँ यस्तै रमाइलो पारामा हिँडिरहेछौँ हेर्नुहोस् फुपू कतातिर घाँस काट्न अनि फुपू तपाईँ खाना बनाउनुहुन्न ए हो र यो हाम्रो बहादुरको अङ्कलको घर हेर्नुहोस् गाइस हेर्नुहोस् हाम्रा मुखिया टिकाउन पर्ने सिधा यहीँ टिकायो ढुङ्गा परार हुँदैछ गाइस म घरतिर छिर्न लागेँ सिधा टिकाउन यहीँ टिकायो गाइसले किन्तु खतरनाक रहेछ अनि गाइस ल है अघि त्यहाँ चाहिँ बाख्रा चाहिँ कटिङ भइरहेको थियो अनि त्यहाँ गएको थिएँ म त एकछिन लागेँ आइहालेँ भाइले चाहिँ ब्लग गरिरहेको थियो एकको भाइले उसले नि बोलिरहेको थियो के भनिरहेको थियो म चाहिँ त्यो बनाउँदा मैले बनाउनु भ्याएन अब काटेको यताउता देखाउनु थियो किनभने चाहिँ त्यो युट्युबको गाइडलाइनहरू क्रस गरेको हुन्छ ब्लडिङ भयो अब काटेको त्यो देखाउनु राम्रो पनि होइन यतातिर चाहिँ फुच्चे एउटा मसँगै
जाँदैछ घुम्न मजा गर्दै जाँदैछु दक्षिणतिर आस्ता आस्ता खाम हेर लगेर जाम घुमाउँ सङ्गारी है साथी अनि अरू भन् यहाँ हेर यहाँ अरू भन् के छ हालखबर सुरेश के छ हालखबर तेरो अनि उस नै बोलेको थियो भाइ नै बोलेको थियो अनि त्यहाँदेखि भन्यो म चाहिँ अब कामसाम गरेर चाहिँ भएन त्यही भएर चाहिँ यही हो गाइस अब म एकछिन दक्षिण जान्छु नास्ता गर्छु भोक लागिरहेको छ जय पाएछ अहिले लगाएछ है म चाहिँ अहिले टक्क है अघि दिउँसो चाहिँ गयौँ नास्ता गयौँ मैले अनि हुन्छ नि त्यस्तो भयो आज बाख्राको पनि काटियो मासु पनि खायो बाख्राको अनि गाइस अहिले चाहिँ म टक्क आफ्नो काम गर्दै एकछिन थोरै काम छ त्यो गर्छु त्यो सकाएर अनि त्यसपछि सुत्ने हो गाइस अब आजको ब्लग यति नै अब आउने नेक्स्ट ब्लगमा भेटौँला लाइक कमेन्ट सब्सक्राइब बेल आइकनलाई दबाउन नबिर्सिनु होला आजलाई गुड नाइट बाई सी यु टुमारो बाई